हेलो साथीहरू, आज पनि म फेरि हजुरहरूलाई सिन्धुपाल्चोकको सदरमुकाम देखाउन गइरहेको छु। यो देखिने दृश्य चाहिँ यो चाहिँ सिन्धुपाल्चोकको सदरमुकाम हो। हिजो हामी साँझ पुगेको यहाँ। हिजो हाम्रो साँझ परेको हुनाले कार्यक्रम गर्न सकिएन। आज हामी बिहान 10 बजे पछाडि कार्यक्रम गर्ने भन्ने हाम्रो कुरा छ। हामी यसो बिहान मर्निङ वाकमा माथि घुम्न निस्केका थियौँ। त्यसबेला मैले यो सानो एउटा भ्लग बनाएको। यहाँ डाँडामा चाहिँ यो सिन्धुपाल्चोकको नगरपालिका यहाँ डाँडामा बनाएको रहेछ। यहाँ कार्यालयहरू पनि एकै ठाउँमा चाहिँ मिलाएर राखेको छ। यहाँ एकदमै सबै कार्यालयहरू एकदम नजिक छन्। केही काम गर्नको लागि पनि एकदमै सजिलो, टाढा छैन, नजिक बनाएको छ। र यसमाथि बिल्डिङहरू पनि बन्दैछ। र त्यो बिल्डिङहरू चाहिँ बनाइराखेको छ। सायद त्यहाँ कुनै कार्यालय बस्ने होला त्यहाँ। र हामी माथि मर्निङ वाक गर्दै आउने क्रममा यो दृश्यहरू देखाएको छु हजुरहरूलाई। अब हामी कोठातिर जान लागेका छौँ। हाम्रो कोठा चाहिँ तल एउटा होटलमा छ, त्यहीँ बस्ने